MBA विद्यार्थी हुँ। विगत 5 वर्षदेखि म म्यानेजमेन्ट सेक्टरमा अध्ययनरत छु। मैले कक्षा कोठाको अगाडि उभिएर प्रेजेन्टेसन दिनुपर्ने गर्दथ्यो। मैले कलेजमा आयोजना हुने हरेक कार्यक्रमहरूमा आफ्नो मन्तव्य राख्नु पर्ने गर्दथ्यो। तर मेरो प्र्याक्टिसको कमले या म भित्र दबिएर बसेको त्यो कलालाई मैले उजागर गर्न नसकेको कारण म कुनै पनि कार्यक्रममा अगाडि गएर बोल्न सक्ने अवस्थामा थिइनँ। मैले जति प्रिपेयर गरे पनि अगाडि मञ्चमा गएर के बोल्ने, कसरी बोल्ने, मैले बोल्ने कुरालाई कसरी प्रश्नसँग सबैको अगाडि राख्ने भन्ने कुरामा म चिन्तित थिएँ। यो अवस्थाबाट म कसरी छुटकारा लिन सक्छु भनेर म पब्लिक स्पिकिङको तालिम दिने धेरै संस्थाहरू खोज्न थाले। एक दिन म फेसबुक चलाउँदै गर्दा निपको बारेमा पत्तो पाएँ। मैले निपको बारेमा पत्तो पाउन साथ त्यहाँ सम्पर्क राखेर भर्ना पनि भए। त्यहाँ भर्ना भएको पहिलो दिन म सम्झन चाहन्छु, 1 मिनटको परिचय कार्यक्रम मलाई 1 घण्टा जस्तो लाग्यो। अगाडि गएर आफ्नो परिचय दिने क्रममा म आफूभित्र डराएको थिएँ। कसरी आफ्नो परिचय राख्ने होला, कसरी त्यहाँ पुगेर सम्बोधन गर्ने होला भन्ने कुरा म चिन्तित भएँ। तर बिस्तारै निरन्तर अभ्यासका कारणले म मनसँग डराउन छोडे र सरको ट्रेनिङ जसरी भोकल भ्याराइटीका एक्सरसाइज, मेडिटेसन जसका कारणले मेरो कन्फिडेन्ट लेभल बढ्दै गयो। ती कुराहरू एसबी सरले सिकाए पछाडि म निडक्क भएर उमङ्ग र उत्साहले भरिएको मन बोकेर स्टेजमा आफ्नो मन्तव्य राख्न थाले। उपस्थित महानुभावहरू, यो सम्मानले मलाई अझ हौसला थपेको छ। म अब निरन्तर स्टेजमा कसरी बोल्ने भन्ने कुरामा निडक्क भएर बोल्न सक्ने भएको छु।